What's up people, वेलकम ब्याक अगेन। के तपाईहरु आफूलाई सोशल मिडियामा एक्सप्रेस गर्न लजाउनुहुन्छ? सोशल मिडियामा कन्टेन्ट क्रिएटर भएर काम गर्न मन छ तर बोल्न लजाउनुहुन्छ? आफू अझै रेडी नभएको फिल गर्नुहुन्छ? आफ्नो कन्टेन्ट कमजोर भएको तपाईहरुलाई जस्तो लाग्छ भने त्यो माइन्डसेटलाई फालिदिनुहोस् र आफूसँग जे छ त्यहीबाट सुरु गर्नुहोस्। कोही पनि सुरुबाट नै पर्फेक्ट हुँदैन। काम गर्दै जाने हो, सिक्दै जाने हो। कुनै काम जति धेरै पटक दोहोर्याएर गरिन्छ त्यति नै धेरै त्यस काममा स्किल हुँदै गइन्छ, त्यो काममा पर्फेक्ट हुँदै गइन्छ। तपाईहरुलाई नि थाहा होला 10,000 आवर्स रुलको बारेमा। हो, सुरुमा तपाईको काम अथवा कन्टेन्ट मान्छेहरुलाई मन नपर्ला, मान्छेहरुले त्यसको खिल्ली उडाउलान्, तपाईको कन्टेन्टलाई मान्छेले क्रिन्ज भन्लान्। तर जब तपाईले गरिरहेको कामबाट तपाईले मनी जेनेरेट गर्न सुरु गर्नुहुन्छ, पैसा आर्जन गर्न सुरु गर्नुहुन्छ, तपाई फेमस हुनुहुन्छ, तब ती मान्छेहरु पनि तपाई जस्तै बन्न कोसिस गर्नेछन्। हो, तपाईलाई नै फलो गर्नेछन्। बल्ल तपाईले बोलेका कुराहरु उनीहरुलाई पनि महत्त्वपूर्ण लाग्दै जानेछन्। त्यही भएर तपाई हार नमान्नुहोस्, आफूलाई विश्वास गर्नुहोस्, आफूले गरिरहेको कामलाई निरन्तरता दिँदै जानुहोस्। लक्ष्य टाढा छैन, लक्ष्यले तपाईलाई पर्खिरहेको छ र तपाई लक्ष्य भेट्टाउन लायक हुनुहुन्छ। आफूलाई विश्वास गर्नुहोस्। त्यति नै भन्न चाहन्छु। थ्यांक यू गाइज फर वाचिङ। गॉड ब्लेस यू अल।